Oh, hi guys, good morning, welcome back to my channel or welcome back to my new video. अब चाहिँ हामी फेरि घुम्न जान आँटेको भनेको पानी परे अब के हुन्छ थाहा हैन। अनि अब हामी रेडी चाहिँ भइसक्यौं जान आँटेको। अनि मलाई चाहिँ हल्का सन्चो छैन सन्चो छैन त्यही भएर कस्तो देखिरा होला म बोल्न पनि सकेको छैन मजाले। यहाँ हुन्छ हाम्रो अरुणा त्यही हो अब जाने। सो सी यू इन हाम्रो अर्को डेस्टिनेसनमा बाई। अब चाहिँ यहाँ बहिनीले आई लभ यु भन्दै चाहिँ अनि जान आँटेको सेवा ताल हो कि कहाँ हो मलाई सोचिँदैन। मलाई बोल्ने पनि मन छैन र पनि ब्लग गरिरहेको छु। अब लेट्स गो के हुन्छ। सो यो चाहिँ मेरो आउटफिट अफ द डे हो। मैले के लाग्छ लुङ्गी लगाएर फिल भएर चाहिँ मलाई तर इट्स ओके केही छैन। चुप्पालाई फेरि यो क्यामेरावाला हुन्छ नि मिरर सेल्फी मिरर भिडियो सबै एकदमै मन पर्छ। यो ब्लग भनेको सक्यो के ब्लग हो ब्लग मिरर सेल्फी मिरर भिडियो पनि यति हेर्न त अब जुम चाहिँ खाना आया सो गाइस हामी चाहिँ बोट चढ्न लाग्यो तर यस्तो पानी परिरहेको छ र पनि चढ्ने भिज्दै भए पनि चढ्ने। यो भ्यू के भन्छ यो भुइँ जस्तो देखिरहेछ क्या मैले भुइँ झन्डै भुइँ जस्तो देखिरहेछ क्या। हामी भिजे पनि उयो चाहिँ भिज्नु भएन उयो हामीलाई भिज्दै गर्छन् घुम्न आएपछि भिज्नु त पर्यो पानी पर्यो भने होइन। यति एकजना मान्छे जोगाउनु पाए चाहिँ हामी खतरा हुन्थ्यौँ हामी संसारै जित्थ्यौँ साँच्ची नै। गाइस हामी चाहिँ कहाँ जान्छ मेरो लागि पनि ल मन्दिर जाँदैछौँ। मन्दिर चाहिँ यहीँ रहेछ यतिकै हिँडेर जान्छ जस्तो क्या हेर्दाखेरि चाहिँ रोडमा पानी जमे जस्तो देखिरहन्छ तर त्यस्तो होइन होइन अस्ति घुमाउँदाखेरि कति टाढा थियो भन्नु त ऊबाट कहाँ देखेको हजुर अनि त्यसपछि चाहिँ अब कहाँ जाने भन्नुस् है म त्यही जहाँ तपाईँले लगिदिनुहुन्छ तपाईँलाई जहाँ थाहा छ त्यही लगिदिनु हामी मिठो चिया खान चाहन्छौँ। म तपाईँलाई माया गर्दिनँ गर्नुहुन्छ आई लभ यु ल लभ यु मोर। तो हामीले चाहिँ पूजा गरिसक्यौँ अनि टिका नै लगाइसक्यौँ। यहाँ चाहिँ मैला हुँदै हुन्छ त्यही हो। अब मलाई डिस्टर्ब गर्न मजा लाग्छ क्या सुप्रियालाई। म त आज यति विक फिल भयो यो फोन पक्र्नै खाइछ यहाँ कुम दुखिरहेको सुप्रिया मलाई बोक्नु न त ए यहाँ फोन बोक्न सकेको छैन। पूजा गरिसक्यौँ हामीले टिका पनि लगाइसक्यौँ। बोल्नै मन लागेको छैन मलाई केही पनि नबोल्नु न त भ्लग ल खै दाल मसला हड्डी कड्डी मसँग नबोल्नु अब त्यही गर्नु दिदीसँग त्यही गर्नु सकिगयो। ल हाम्रो चाहिँ यहाँ चरालाई यो खुवाउने चारो खुवाउने काम भइरहेछ। मेरो नि भिजो वान पिस सरलाई बिर्सेछु क्या म त अनि मजाले बसेछु होइन फ्यात्तै पारेर भिजेछु। हातमा यसरी राख्यो भने यत्तिकै खाँदो रहेछ जिन्दगीमा पहिलोचोटि थाहा भयो यत्तिकै राखिराख्यो भने हल्लिनु चाहिँ भएन आफू आएर खान्छ स्ट्याचु भएर चाहिँ बस्नुपर्छ। ल भयो केटी अब हामी चाहिँ कहाँ जान आँटेको उल्टो पर्दैन बिन्दुवासी जाँदाखेरि नेपाली बोल्छ नि त। हाई गाइस म चाहिँ कति काली आउँछ त जसको पनि काली नै भएर काली आएको कहाँ जान आँटेको हामी सुप्रियालाई चाहिँ सरी सुप्रिया शिव मन्दिर जानु छ अरे अनि यो चाहिँ सरप्राइज हो यिनीहरूको लागि चाहिँ। अब हजुरहरू भ्युअर्सहरूलाई थाहा छ होला अभियसली पनि जमिन मुनि रहेको शिव मन्दिर र जमिनको माथि
डाँडामा रहनु भएको शिव मन्दिर दुईटै एकैचोटि लैदैछु म। हेरौँ कस्तो हुन्छ भ्यूहरू यताउता हेर्छु है। तर जमिनमुनिको शिव मन्दिर हामी भिडियो खिच्न सक्दैनौँ। फोन दिनु न, त्यहाँ भिडियो खिच्न नट अलाउड। मन्दिरहरू प्रायः हाम्रो नेपालको मात्रै होइन, विश्वमा कहीँ पनि मन्दिरभित्र भिडियो खिच्न दिँदैन नि। अरूलाई नभए पनि यता चाहिँ हेर्नु पर्छ नि। चुप्पाको माया गरिदियो। चुप्पा गरिदियो, चुप्पालाई चुप्पा गरिदियो। हाई चुप्पा गरिदियो, माया गरिदियो दिदालाई। चुप्पा ल अब हामी जाँदैछौँ। मम्मी माई गड, म यस्तो ठाउँमा आएको छु नि, यस्तो ठाउँमा आएको छु नि, यस्तो ठाउँमा आएको छु नि। त पछाडि पनि अनि मेन भनेको चाहिँ हामी हिँड्नै परेन। त्यहाँ त्यो होगा मेन भनेको यस्तो खुसी लाग्छ। पछाडि त देखेको छ नै होइन, त्यस्तो केही पनि भएन। लुक एट दिस, मेरो फेभरेट। इमोसनल भइसक्यो नि म पो यहाँ छु। सो लभिङ यो वाला। सुरुको मेरो रिएक्सन हेर्नु पर्थ्यो क्या। सो हामी यहाँ मन्दिर आइसक्यौँ। मन्दिर जति छौँ, जति नजिक गयो त्यति मनमा छुट्टै केही भइरहेछ। त्यो भन्न पनि आउँदैन फेरि के भइरहेछ। अनि एकदमै धेरै एक्साइटेड छु। रुम क्या हो एकचोटि ओए कत्रो क्या ल देखाउनु। थ्याङ्क यू सरी सुनिन देखेर जस्तो लाग्यो। फेरि हाँस्दै हुनुहुन्थ्यो अनि सँगै चाहिँ के अरे उहाँलाई देखाउन सकिनँ, भिडियो गरेर देखाउँदैछु। सबैजनाले प्रे गर्नु होला होइन। भन्नु यस म्याम। वाइ साउटिङ। अब चाहिँ हामी जान आँटेको। म कन्फ्युज भइरहेको क्या, मेरो चप्पल खोइ भनेर एकछिन चाहिँ। सो अब हामी जाँदैछौँ। बाई बाई। सो हामी चाहिँ मन्दिर गएर फर्केर आइसक्यौँ। अलिकति मात्रै देखिनुहुन्छ यहाँ मन्दिरबाट चाहिँ, त्यही हो। सो हामी चाहिँ मेरो देख्नु कस्तो राम्रो आउँछ नि, मैले क्यामेरा सेटिङ लाग्छ नि। के हो यो नाङ्गे बुटुङ्गे कसले। ल हामी चाहिँ पिङ खेल्न जाउँ। हामी यहाँनिर अपडेट दिएको छ अपडेट। अनि अरुणा चाहिँ गएकी चाहिँ आइसक्रिम किन्न सुती। खासमा काम गरिरहेको छ हामी दिदी बहिनी मात्र। आइसक्रिम बाटोमा आएर हामी सबजना आफ्नो मनपर्छ यो वाला भ्यू। मेरो छोरीले चाहिँ पहिला त मलाई सो हामी चाहिँ यस्तो पार्न हालेको छौँ। यहाँनिर यहाँ भाउजूहरू हुनुहुन्छ, यहाँ जान आँटेको। यहाँ फेवातालमा सैली त्यो सन्चो नभएर होला, कस्तो दिक्क लाग्यो। मुख खोल्दाखेरि पनि बमिट होला जस्तो फिल भइरहेको।
सो त्यही हो सो आइन्छ होला नि के हो यो फेरि घर छ त कपाल पनि यस्तो जोर भा यस्तो जोर भा मलाई जेलबाट निकाला जेलमा कस्तो भइरहेको रमाइलो यस्तो जेल पऱ्यो भने त्यही भएर मैले देखेको छु प्रियाले भनेको होइन सो गाइस हामी चाहिँ काठमाडौँ जान आँटेको बिर्सेकै एकछिन पज भयो म कहाँ जानु भनेर अनि हामी चाहिँ पोखराको एयरपोर्टमा छौँ अनि पोखराको एयरपोर्ट चाहिँ एकदम राम्रो बनेको रहेछ नाइस लाग्यो अब म टोइलेट जान्छु मेरो आवाज आउँदैन होला सायद तर पनि हाम्रो दुईजना परम मित्रहरू आज हाम्रो फ्लाइट ढिला भयो chocolate plus badam कसरी how can someone eat both at the same time So I'm really sorry guys म चाहिँ घर आएर यति धेरै थाकिसकेको थिएँ होइन म एकदमै बिरामी पनि छ नि त त्यही भएर होला म एकदमै कस्तो भइरहेछ म यहाँ यो पनि सुतिसकेको थिएँ उठेर यतिकै यहाँ आएर बनाइहाल्छु अलिकति भनेर पनि बनाएको सो हामी चाहिँ घर आइसक्यौँ अनि त्यही हो यस्तै यो हाम्रो घुमाइ हाम्रो ट्राभल यस्तै थियो हाम्रो जर्नी यस्तै थियो एकदमै रमाइलो भएको थियो सो त्यही नै भन्न चाहन्छु अनि काठमाडौँ आइसक्यौँ हामी सो त्यही हो गाइज थ्याङ्क यू फर वाचिङ होप यु गाइज माई भिडियो के भन्ने त्यही हो गुड नाइट एभ्रिवान तर एभ्रिथिङ विल लाइक ओके केही छैन अब सुत्न जान्छु म सुतिसकेको कस्तो गाह्रो भइरहेको थियो उठेर आएर सो त्यही हो गाइज बाई लभ यु गुड नाइट